नमस्कार साथीहरू। आज म एउटा सानो यो हामी परदेशी छोराहरूको बारेमा केही भन्न गइरहेको छु। हजुरहरूले कृपया सुनेर प्रतिक्रिया दिनु होला है त। हामी छोराहरू पाहुना जस्तै भयौँ, घर आँगन परदेश भयो। आजको समयले एउटा गहिरो विडम्बना बोकेको छ, जहाँ छोराहरू पनि छोरीहरू जस्तै चाडपर्वमा मात्र घर फर्कन्छन्। घरको ढोका जुन कहिल्यै बन्द हुँदैन थियो, तर अब ती तीज, दसैँ, तिहारमा मात्र खुल्ने भएको छ। बुबाको मौनता अनि आमाको आँखा अब मोबाइलको रिङटोनसँगै भरिन्छ। कहिल्यै नछोड्ने भनिएको जन्मघर अब सेलुनमा अटाउने ठाउँ भएको छ। के घर अब सम्झनाको सङ्ग्रहालय मात्र हो त, जहाँ पुराना फोटा, पुराना हाँसो र पुराना वाचा मात्र बाँकी छन्। यो पोस्ट त केवल एउटा सम्झना मात्र हो, तर तिमीले पढ्दा सायद तिमी पनि सम्झिनेछौ त्यो पुराना आँगन, जहाँ तिमी पाहुना होइन सन्तान थियो। नमस्ते।